ओलीलाई झापामा बन्दी बनाएर बालेनले देश खाइसके। एमाले पत्ता साफ हुने डर। केपी ओली फसे, नराम्रोसँग फसे। हिजो भाषण गरेर जित्ने आज गुनासो सुन्न बाध्य भएका छन्। आज देशको राजनीतिमा एउटा यस्तो दृश्य देखिएको छ जसले बालकोटको मात्र होइन, सिङ्गो एमाले पङ्क्तिको सातो उडाएको छ। झापा क्षेत्र नम्बर 5 जसलाई एमालेको लाल किल्ला भनिन्थ्यो, आज त्यही किल्ला ओलीका लागि खुला जेल बनेको छ। बालेनले ओलीलाई झापामा यस्तो चक्रव्यूहमा फसाइदिए कि अब ओली न निस्कन सक्छन् न जित्न ढुक्क हुन सक्छन्। हिजोसम्म हेलिकप्टरबाट हात हल्लाएर चुनाव जित्ने बा अहिले भने घर घर धाउन बाध्य भएका छन्। हरेक मतदाताको ढोका ढकढक्याउँदै भोट माग्नुपर्ने अवस्था आएको छ। र उता हेर्नुस्, बालेनको भिड। उता बालेनले पूर्वदेखि पश्चिमसम्म आगो लगाइसके। ओलीलाई झापामा अल्झाएर बालेनले देशभर घन्टी बजाउने अभियान चलाइसके। तर कथा झापामा मात्र सकिँदैन। ओलीको सबैभन्दा ठुलो डर झापा हार्ने मात्र होइन, डर यो हो कि कहीँ पार्टी नै पत्ता साफ हुने त होइन। युद्धको नियम हो, यदि सेनापति नै एउटा सानो बङ्करमा फस्छ भने बाहिर लडिरहेका सिपाहीहरूको मनोबल टुट्छ। अहिले एमालेमा ठ्याक्कै त्यही भएको छ। चितवनका एमाले उम्मेदवार ओलीलाई बोलाउँदैछन्, बा एकपटक आइदिनुस्, माहौल बिग्रियो। पोखराका उम्मेदवार रुँदैछन्, बा बालेनले यहाँ सबै खाइसक्यो। बुटवल र धनगढीबाट फोन आउँछ, बा हामीलाई बचाउनुस्। तर ओली झापाको दम्मक छोडेर कतै जान सक्ने अवस्थामा छैनन्। उनी आफ्नै सिट जोगाउन यति व्यस्त छन् कि देशभरका आफ्ना सयौं उम्मेदवारलाई उनले चुहुरो बनाइदिएका छन्। यो बालेनको मास्टर स्ट्रोक हो। राजालाई चेक देऊ ताकि उसले आफ्ना प्यादा बचाउन नसकोस्। बालेन अहिले देशव्यापी रूपमा आक्रामक छन्। जहाँ जहाँ बालेन पुगे त्यहाँ त्यहाँ एमालेको गौर भत्कियो, भिड उर्लियो, नाराबाजी गुन्जियो र राजनीतिक जमिन यसरी हल्लियो कि बालकोटमा भूकम्पको महसुस भइरहेको छ। बालेन शाह यो नाम अहिले उम्मेदवार मात्र होइन, यो एउटा मुभमेन्ट भइसक्यो। उनी थकिरहेका छैनन्, उनी रोकिरहेका छैनन्। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म बालेनको एउटै मिसन छ, पुरानाको जरो उखेल्ने। उता ओली एउटा टोलमा 50 जना मान्छे जम्मा गरेर गुनासो सुन्दैछन्। यता बालेन 50,000को मासलाई सम्बोधन गर्दैछन्। देख्नुभयो फरक? एउटा डिफेन्सिभ छ, अर्को एग्रेसिभ छ। ओलीको अनुहारमा हारको डर झल्किन्छ, बालेनको अनुहारमा जितको भोक देखिन्छ। बालेनले जनतालाई यसरी जगाइदिएका छन् कि अब एमालेका पुराना भोटरले पनि भन्न थाले, यसपालि त घन्टी नै हो। ओली 3 छक्क पर्नु स्वाभाविक हो, किनकि 30 वर्षको राजनीतिमा उनले यस्तो सुनामी कहिल्यै देखेका थिएनन्। यो सुनामीले रुख, सूर्य र हँसिया हतौरा सबैलाई बगाएर लैजाने खतरा बढेको छ। के हामी एउटा युगको अन्त्य देख्दैछौँ? के फागुन 21 गते एमालेको पत्ता साफ हुने दिन बन्दैछ? ओलीको यो छटपटी, यो घरदैलो, यो बाध्यता, यी सबै एउटै कुराका सङ्केत हुन्। एमालेको जग हल्लिसक्यो। यदि पार्टी अध्यक्ष नै आफ्नो ओडामा असुरक्षित महसुस गर्छन् भने त्यो पार्टीको राष्ट्रिय स्थिति कस्तो होला? आफै अनुमान लगाउनु। झापा पासले देशलाई सन्देश दिइसक्यो। जब एउटा 75 वर्षे नेता एउटा 35 वर्षे युवाको डरले घर घर धाउन थाल्छ, तब बुझ्नुस् परिवर्तन भइसक्यो, घोषणा हुन मात्र बाँकी छ। अन्त्यमा यो लडाईँ अब व्यक्ति बीचको होइन, यो पुराना र नयाँ बीचको महासङ्ग्राम हो।